यस्तै आलु फ्राई खान मन छ भने यो रेसिपी फलो गर्नुहोस् है त। सिम्पल अनि मिठो बन्ने। मैले चाहिँ यहाँ 1 केजी जति आलु लिएकी छु। त्यसलाई पहिला राम्रोसँग पखाल्नुहोस्, त्यसपछि उसिन्नुहोस्। उसिनिसकेपछि राम्रोसँग छडाउनुहोस्। तपाईलाई कति चाहिन्छ त्यही अनुसारको आलु लिनु होला। आलु चाहिँ जस्तो भए पनि हुन्छ, सानो, ठुलो, रातो, सेतो जस्तो आलु राखे पनि हुन्छ। तपाईको घरमा जस्तो छ त्यस्तै आलु बनाउनु होला। सिम्पल तरिका छ यो, धेरै खासै पनि छैन, गाह्रो पनि छैन। पहिला यसरी तास्नुस्। राम्रोसँग तासिसकेपछि यसलाई चाहिँ काट्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ आलु काटिसकेँ। आलु तपाईले यसरी डल्लो पारेर काट्नुभयो भने चाहिँ यो एकदम राम्रो देखिन्छ, पछि चाहिँ खान पनि मिठो हुन्छ। थोरै मसला रेडी गरौँ। 2टा उसिनेको टमाटर, अलिकति रातो खुर्सानी, लसुनलाई चाहिँ मिक्सरमा यसरी पिस्ने। यो एकदम राम्रो कलर आउँछ यसले। त्यसपछि ग्यासमा कराई तताउनुहोस्। त्यसपछि कराईमा तेल राख्नुहोस्। तेल चाहिँ अलि धेरै नै राख्यो भने चाहिँ यो टाँसिने ओर्ने हुँदैन। अलिकति मेथी, त्यसपछि जीरा चाहिँ अलि धेरै फुराउनु भयो भने चाहिँ एकदमै मिठो स्वाद आउँछ यसमा। जीरा र मेथी यतिको रातो भइसकेपछि चाहिँ आधी दाना प्याज काटेर हाल्नुहोस्। प्याजलाई पनि रातो हुने गरीसम्म भुट्नुपर्ने हुन्छ। प्याज पनि रातो हुने गरी भुट्नुपर्ने हुन्छ। त्यसपछि 2टा हरियो खोर्सानी काटेर हालिदिनुहोस्। अब चाहिँ अघि पिसेको त्यो पेस्टलाई राखिदिनुहोस् र मजाले चलाउनुहोस्। एकछिन यो मसलालाई भुट्नुपर्ने हुन्छ। त्यसपछि स्वादअनुसार नुन, बेसार र मसला राखिदिनुहोस्। अब यसलाई एकछिन पकाउनुहोस्। यो यति पाकिसकेपछि अघिको आलु हालिदिनुहोस् र मजाले चलाउनुहोस्। यो आलु चाहिँ टाँसिन्छ, त्यही भएर यसलाई चाहिँ चलाइराख्नुपर्छ। हेर्नुहोस् त अहिले नै कस्तो राम्रो कलर आइसक्यो, देख्दै खाउँ खाउँ लाग्ने भइसक्यो। एकछिन यसै गरी चलाउनुहोस्, धेरै चलाउनु पनि हुँदैन। अब चाहिँ यो जेसँग खाए पनि हुन्छ, तपाईँले चिउरासँग, खानासँग। मैले चाहिँ यो खानासँग खानको लागि बनाएको छु। हेर्नुहोस् त एकदमै देख्दै खाउँ खाउँ लाग्ने भइसक्यो। यो चाहिँ एकदमै मिठो हुन्छ, सिम्पल पनि छ, मिठो पनि हुन्छ। एकचोटि तपाईहरूले अवश्य पनि ट्राई गर्नुहोला। हस्।